साथीहरु एकैछिन यो भिडियो हेर्नुस् त। यो भिडियो अस्ति मधेसमा रासोपाले गरेको आमसभाको भिडियो हो साथीहरु। मधेसमा एमाले प्रति कति धेरै आक्रोश छ भन्ने कुरो यो भिडियोले प्रष्ट पारेको छ साथीहरु। अस्ति भएको आमसभामा मधेसी जनताले बालेन शाह र रवि लामिछानेलाई एमाले प्रति भएको आक्रोश यसरी व्यक्त गरेका छन् साथीहरु। रासोपा मधेस छिरेसँगै पुरै मधेस रासोपामय भएको छ साथीहरु। यो पालि मधेसबाट पुराना राजनीतिक दलको पत्ता साफ हुने देखिएको छ साथीहरु। यस विषयमा तपाईहरुको धारणा के छ? आफ्नो राय कमेन्ट बक्समा लेख्न भने नबिर्सिनु होला। साथै हामीलाई टिकटक र युट्युब र फेसबुकमा फलो गर्न समेत नबिर्सिनु होला। धन्यवाद। दाइ ओलीलाई फाँसी दिनु, दाइ ओलीलाई फाँसी दिनुपर्छ, फाँसी दिनुपर्छ। सभापतिज्यू, वरिष्ठ नेताज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतागण, नयाँ मिथिलाका सम्पूर्ण आदरणीय